हेलो साथीहरू, गुड मर्निङ, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो ड्युटी छुट्टी छ, त्यही भएर म आज बिहानै भिडियो बनाउँदैछु गाइस। र म आज चाहिँ घर सफा गर्नु पर्यो भनेर सोचिरहेको छु हो। सबैजनाले हेर्दै गर्नुहोस् होला, बाई बाई। र यहाँ चाहिँ मेरो बेडलाई सफा गरिसकेको छु। बेड कभर पनि मैले चेन्ज गरेर चटक्कसँग राखेको छु बेडलाई। र यहाँ चाहिँ रोनिकाले मेरो फोटोलाई सफा गर्दैछ मजाले। आज रोनिकाले पनि हेल्प गर्ने अरे, छिमालाई फोटो सफा गर्दैछ रोनिकाले। यहाँ रोहन चाहिँ हात बालेर बसिरहेको छ। हेलो गाइस, गुड मर्निङ भन्देऊ। गुड मर्निङ सबैजनालाई। यहाँ चाहिँ अर्को रुम चाहिँ मेरो बहिनीले सफा गर्दैछ उसको बेडलाई। गुड मर्निङ भन्देऊ। गुड मर्निङ भन्देऊ। गुड मर्निङ। र यहाँ चाहिँ बाख्रालाई चारो बनाउँदैछु गाइस। खोइ चलाउने छैन कहाँ? यो चाहिँ बन्दाकोपी र मकैको चेक्ला लगाएर बाख्रालाई चारो बनाउँदैछु गाइस। बन्दाकोपी चाहिँ यसरी एक बोरा गिराएको थियो, यसरी सक्नु आँटेको रहेछ। यो चाहिँ अब म चारोलाई यसरी चलाउनु पर्छ। बाख्रालाई अलिअलि बन्दाकोपी मिक्सर दिन्छ भुससँग। र गाइस म चाहिँ अब बजार जानु पर्यो भनेर मुखहरू देख्दैछु गाइस। अब म रेडी भएर बजार जान्छु। र साथीहरू, अब चाहिँ हामी बजार जानु लागेको र अब चाहिँ सबैजनालाई बाई बाई, टाटा। र साथीहरू, म चाहिँ रेडी भएर बजार जाँदैछु, बाटोमा छु। चाहिँ रोनिका कति ब्युटी देख्दैछ। कहाँ गएको रोनिका? कहाँ गएको? गाइसहरूले त बजार गएको भनेको अरे, मोडा गएको पो अरे। कहाँ गएको तिमी? बजार गएको। बजारमा के किन्ने? मेरो आमा चाहिँ वहाँ पुगेछ। र गाइस हामी यहाँ बजार चाहिएको छ। रोनिकाले जुत्ता किन्दैछ। रोनिकाले जुत्ता किन्दैछ। आलु कसरी पर्छ बोरा? आलु 3 किलो 50 क्षमा गर्यो हो। बोरा बोरा पर र साथीहरू, म चाहिँ यहाँ म र मेरो आमा चाहिँ यहाँ प्याज र आलु किनिरहेको छ। प्याज, आलु, टमाटर किनिरहेको छ। र यो भिडियो चाहिँ मेरो दिदीको छोरीले भिडियो बनाइरहेको छ, त्यही भएर यसो हल्लिरहेको छ गाइस। हेर्दै गर्नुहोस् होला। चालीस रुपये सवा। हेलो। र साथीहरू, यसगरी चाहिँ हाम्रो सपिङ भइसकेको छ। अहिले चाहिँ हामी अटोमा बसिरहेको छ घर जानुको लागि। र यसगरी चाहिँ हामी अटोमा चढिसकेको छ। रोनिकालाई त जग्गा पाएन, त्यही भएर काखमा राखेर गएको। र यो चामल चाहिँ सब्जी चाहिँ हाम्रै हो, हामीले किनेको। यो चाहिँ गोबरसिती खोला हो गाइस। यति मजाको देखिरहेछ। यतिखेर चाहिँ हामी अटोमा घर गइरहेको छ। यति गर्नुहोस् होला।
र मैले बजारबाट के ल्यायो हेर्नुहोस् साथीहरू। यहाँ चाहिँ टमाटर, यो चाहिँ दाल ल्याएको छु, यो चाहिँ फुलकोपी, अनि यहाँ चाहिँ छ पास्ताहरू, मैदाहरू हो। अनि यहाँ चाहिँ छ प्याजहरू हो, प्याजहरू लिएर आएको छ, त्यही प्याजहरू लिएर आएको छ। र म अहिले चाहिँ बजारबाट आएर घरहरू सफा गरेँ हो। र मैले बजारबाट चटपटे लिएर आएको थियो र त्यो चटपटेलाई म खाँदैछु। सो पिरो एकदम पिरो छ, पिरो हेरेँ मैले एकदम पिरो छ गाइस, हेर्नुहोस् न। पिरो चाहिँ दामी रहेछ। र साथीहरू हेर्नुहोस्, मेरो घरमा चाहिँ साथीहरू आएको थियो नि त, अन्त दिनाले चाहिँ कफी बनाउँदैछ, अन्त मेरो साथी कफी र चटपटी बनाउँदैछ गाइस। यो चाहिँ अलिक अँध्यारो अँध्यारो देखेको छ, हेर्दै गर्नुहोस् ल। कफी बनाइरहेको छ अनि चटपटी पनि बनाउँदैछ, गिलो चटपटी खाने अरे, त्यही भएर यहाँ हामीले गिलो चटपटी बनाउँदैछ। त्यही डस्टबिनमा फ्याँक्नुपर्छ, अन्ली कभर हो। झन्डै कफी यहाँ चाहिँ साथीहरूको लागि कफी बनाउँदैछु अनि गिलो चटपटेको लागि के भन्छ होला है, भन्दिनँ म त, उता देखाउनु त्यो त देखा। यो चाहिँ चटपटेको लागि न, यो चाहिँ तैँले धोएर ल्याएको? बजारदेखि छ होला यो साथी। र साथीहरू उहाँहरू चाहिँ मेरो साथी, मेरो र दिनाको, र उहाँहरूको लागि नै चटपटी गिलो चटपटी बनाइरहेको थियो। उनीहरू चाहिँ नानीहरूसँग खेलिरहेको छ, इथेनसम्म नानीले मुराई छडेर बर्बाद गरिरहेको छ। नानीहरू मजाले खेलिरहेको छ नानीसँग, साथीहरू चाहिँ, र हामी चाहिँ चटपटीको लागि प्रिपरेसन गरिरहेको थियो। हेलो गाइस, हो हामी चाहिँ अब चटपटेको लागि आलु पनि उसिनेको थियो, अनि अब आलु पनि लाउने हो। अनि दामी हुन्छ गिलो चटपटेमा। आलु पनि देखाइदिएँ। यहाँ चाहिँ म आलुलाई कट गर्दैछु, मजाले काटेर हालिहाल। दामी भएछ है तर गिलो चटपटे है। अलिक छेउमा आएर नि, यो देखाइदिएन चटपटे। चटपटे यसले हल्लाएर फेरि भिडियो गर्नु पनि जान्दैन हौ। हतारमा त के चटपटे त यसले मान्छे नै आज देखाउँदैन, भयो बेसी नबना। मान्छे नै देखाउँदैन। चटपटे आन्टीले बनाउँदैछ, छोराले कति न मात्र बनाइदियो। यहाँ चाहिँ मेरो साथीहरू जाऊ त कुच्चो लिएर त्यही भएर चाहिँ गिलो चटपटी बनाउँदैछु। यो चाहिँ म आलु काट्दैछु, अन्त यहाँ चाहिँ रेडी भइसकेको छ। साथीहरू आएको छ हो, अब चाहिँ हामी चाहिँ चटपटी दिने हाम्रो साथीहरूलाई एकदमै कफी पनि रेडी छ हो हाम्रो साथीहरूलाई। हेरिदिनुहोस्, मान्छे पनि देखाउनु। तर साथीहरू चाहिँ बाहिर चाहिँ कता छ हो। पर छ ल भयो, एकछिन कट गराए। अब चाहिँ यहाँ चाहिँ म गिलो चटपटी बनाउँदैछु गाइस। आलुलाई मजाले मिसाएर अलिक रेड चाहिँ भन्नुपर्छ। गिलो चाहिँ तपाईँले कसरी कलर लगाउनु न, दामी हुन्छ। लेतो एकछिन उयो पाउडर लगाउनु न, पाउडर। म त बनाउँदैछु हो, दोकान पो अरे, के अरे अलिकति छ त किचन मैला भएको कारणले गर्दा बनाउनु छोड्दैन अहिले। भइहाल्छ नि, सफा पनि गर्दै गर्नुपर्छ। गिलो चटपटी साथीहरूको घरमा आएर चाहिँ यसो दामी लाग्छ। के भन्छ खाइदिँदैछ अरे। बन्द गरिदिउँ।
कफी खाऊ खा यसको टुप्पा कहाँ भयो के खाने त्यो हुँदैन साथीहरू मेरो साथी त्यही उनीहरू घर गइसकेको छ र घरको नानीहरूले चाहिँ चटपटी खाइरहेको छ। ल साथीहरू अब चाहिँ मेरो भिडियोलाई यतिमा राख्दछु। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। बाई बाई एभ्रिवान। भनौँ बाई 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 सबैजनालाई।